बधाई छ बधाई आर्सेनललाई च्याम्पियन्स लिग फाइनल वाउ 2006 पछि आफ्टर 20 years आर्सेनल आर इन द च्याम्पियन्स लिग फाइनल एन्ड अब दे डिजर्भ इट होइन अब च्याम्पियन्स लिगमा हारेकै छैन अनि एनिवेज सो के भयो त गेममा भनेर भन्दा चाहिँ बुकायो साका गोल्डन बोय आर्सेनलको होइन उसले गोल हान्यो एन्ड द्याट वाज द डिसाइडिङ गोल तर वाट यु टु रियलाइज इज अब सोसियल मिडियामा चाहिँ देयर इज अ लट अफ ह्युमर्स कि आर्सेनल अनडिफिटेड भएको कारणले चाहिँ गोल्डन च्याम्पियन्स लिग पाउँछ भनेर भनिरहेको छ द्याट्स फल्स होइन प्रिमियर लिग चाहिँ गोल्डन पाएको हो तर च्याम्पियन्स लिग चाहिँ पाउँदैन जस्ट लेटिङ गाइज नो सो गेमको कुरा गर्दा चाहिँ आर्सेनलले टेम्पो स्लो गरायो दे कन्ट्रोल मिडफिल्ड सेन्ट्रल स्पेसेसहरू अनि एथलेटिकोले त्यस्तो राम्रो चान्सहरू नै पाएन कि अनि त्यसपछि अब अगेन आर्सेनल फ्यान्सहरूलाई भन्यो भने त फुरफुर हुन्छ होइन हि अलवेज डज नट प्ले लाइक टु द लेभल द्याट आर्सेनल फ्यान्स चाहिँ तर डेक्लन राइस इज भेरी गुड आज होइन अनि सिमियोनीमा क्या गेम सेभिङ ट्याकल पनि गरेकै हो डिफेन्सलाई मजाले बचाएकै हो होइन अनि ट्रान्जिसन्सहरू पनि पुरा कन्ट्रोल गर्यो प्रेसरमा होइन अनि राइस वाज मेरो लागि चाहिँ राइस चाहिँ वाज द बेस्ट प्लेयर होइन अनि अब आर्टेटाको अहिलेसम्मको बिगेस्ट अचिभमेन्ट बिसाइड्स फिनिसिङ थ्री कन्जिक्युटिभ सिजन सेकेन्ड चाहिँ दिस इज आई थिङ्क हिज बिगेस्ट अचिभमेन्ट अनि के अरे यो 1-0 लिडलाई प्रोटेक्ट गर्नु पनि त्यो कला हो क्या त्यो स्किल हो होइन विच अब दे हेभ डन योकेरेसले पनि ह्युज चान्स मिस गर्यो अनि त्यस पछाडि के अरे हाम्रो एल्भरेज पनि घाइते भयो सो इट मेड इट इजियर अनि लास्टको 20 minutes पनि इट वाज लाइक छ नि आर्सेनललाई टेन्सनै थिएन क्या लाइक मजाले गेम कन्ट्रोलमै थियो जस्तो लाग्छ सो एनिवेज अब बिगर पिक्चरको लागि चाहिँ अब दिस इज फर्स्ट भन्नाले आर्सेनल फर्स्ट च्याम्पियन्स लिग आफ्टर 2006 अनि अब डबल हुनसक्छ होइन प्रिमियर लिगमा पनि चान्स छ अनि अब दिस इज स्टेटमेन्ट सो लेट्स सी व्हाट ह्यापन्स